हेलो साथीहरू, सबैजना सन्चै हुनुहुन्छ? म पनि सन्चै छु। आजको मेरो बिहानी चाहिँ म अब खेतबाट सुरु गर्दैछु। आज चाहिँ हाम्रो गहुँ काट्ने। कस्तो टेन्सन भयो। यस्तो टेन्सन हुँदा पनि बियो सुँदिन त के भएको? भागौँ कि क्या हो? ए दाइ कहाँ भाग्ने भने तिमी? त्यही भएर अब म खानासाना पकाएँ। अब म खेततिर जाँदैछु। अनि त्यसपछि रेडी हुँदैछु म गहुँ काट्नलाई। अनि मैले खानामा चाहिँ आज रङ्गाको मासु, दाल अनि आलु र आलु र प्याजको अचार बनाएको छु। अच्छा। अनि म चाहिँ अब पानी लिएर गहुँ काट्नेहरूलाई पानी पनि दिन्छु अनि म गहुँ पनि काटेर आउँछु साथीहरू। अनि त्यही भएर अनि म अब रेडी हुँदैछु। अब म यो चाहिँ कम्मरा बाँध्छु अनि त्यसपछि टाउकोमा चाहिँ लाउनु पर्दैन किनकि बिहान भिटामिन डी पाइन्छ। अनि टाउकोमा चाहिँ म बेर्दिनँ है त साथीहरू। अब म खेतमा गएर तपाईँहरूलाई देखाउँछु। खेतमा पुगेको त गहुँ काटी त सकिसकेछ। अब अलिकति बाँकी रहेछ खाना खाएर काट्ने भनेर घरमै आउन लाग्नु भएको रहेछ। आज चाहिँ बिहान पनि सिमसिम पानी परिरहेको थियो। लास्टै झुर गरेको थियो आज पानी परेर बिहानदेखि नै। अब आधी काट्यो आधी चाहिँ रहिरहेको छ साथीहरू। अनि घर आएर मैले चाहिँ भात एक थाल दन्काएँ साथीहरू। आजलाई यति मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला। सबैजना स्वस्थ मस्त अनि व्यस्त रहनु होला।